क्वेशन नम्बर 8 मा ल्यापटप प्रयोग गर्नेको समूह ए मानौं, मोबाइल प्रयोग गर्नेको समूह भनेको बी मानौं। अब एउटा समुदायको 200 मानिसमा गरिएको सर्वेक्षण अनुसार यो 200 भनेको यानी हो भनेको 200। सर्वेक्षण अनुसार ल्यापटप मात्र प्रयोग गर्ने र मोबाइल मात्र प्रयोग गर्नेको अनुपात 2:3 पाइयो। यदि अनुपातमा दियो भने यसलाई 2x मान्ने, यसलाई 3x मान्ने। यहाँ मात्र भनेको छ, ल्यापटप मात्र प्रयोग गर्ने भनेको छ, त्यही भएर मात्र भन्यो भने नट हो। एन नट ए भनेको यो भनेको 2x भयो। त्यसैगरी यो मोबाइल मात्र भनेको 3 छ, त्यही भएर एन नट पी भनेको 3x। मानिसको 30% ले दुवै प्रयोग गर्ने रहेछ। दुवै भनेको यान ए इन्टरसेक्सन बी भनेको जम्मा मानिसको 30%, जम्मा मानिस भनेको 200 छ, 200 को 30%, 200 को भनेको इन्टु 30% भनेको 30/100, दुईटा 0 क्यान्सिल, यो भनेको 60 हुन्छ। त्यसैगरी 15% ले दुवै प्रयोग नगर्ने रहेछ। नगर्ने भनेपछि कम्प्लिमेन्ट, यान ए युनियन बी को कम्प्लिमेन्ट भनेको 200 को 15%, यो भनेको 200 को भनेको इन्टु 15/100, 15 दुना 30, कम्प्लिमेन्ट भनेको 30 भयो। अब माथिको तथ्यलाई व्यञ्चित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। कमा यो भनेको ए भयो, यो भनेको बी। अब यसमा नट भनेको छ भने, मात्र भनेको छ भने जस्ताको त्यस्तै राख्ने। यो मात्र भनेको छ भने जस्ताको त्यस्तै राख्ने, 2x अनि यो 3x, अनि बिचको इन्टरसेक्सन पार्ट यो भनेको दुवै 60, अनि कुनै पनि प्रयोग नगर्ने 30 जना, यो 30 जना। अब भेन चित्रबाट खको लागि भेन चित्रबाट यो भनेको 2x प्लस यो भनेको 60 प्लस यो भनेको 3x प्लस यो भनेको 30 इक्वल टु जम्मा मानिसको संख्या भनेको 200 छ, त्यही भएर 200। अब 2x प्लस 3x भनेको यो 5x हुन्छ, अनि 60 प्लस 30 भनेको 90 हुन्छ, इक्वल टु 200। 5x यताको प्लस यताको भने माइनस हुन्छ, x भनेको 22 आउँछ। खमा ल्यापटप प्रयोग गर्ने मानिसको संख्या पत्ता लगाउनुहोस् भनेको छ। ल्यापटप प्रयोग गर्ने मानिसको संख्या, अब ल्यापटप भनेको यो भनेको ल्यापटप भनेको यो भित्र पर्ने हो, ल्यापटप भनेको यो भित्र पर्ने हो। 2x प्लस 60, यो 2x भयो प्लस 60, 2 इन्टु x को भ्यालु हामीले 22 निकाल्यौं प्लस 60, यो भनेको 44 प्लस 60, यो भनेको 104 हुन्छ। गमा बढीमा एउटा साधन प्रयोग गर्ने मानिसको संख्या पत्ता लगाउनुहोस् भनेको छ। बढीमा एउटा साधन प्रयोग गर्ने मानिसको संख्या, बढीमा भन्यो भने यो बिचको छोड्ने अनि सबै प्लस गरिदिने, यो 2x प्लस गर्ने, 3x प्लस गर्ने, 30 प्लस गर्ने, यो 2x प्लस गर्ने, त्यसपछि यो 3x प्लस गर्ने प्लस यो 30, 2 इन्टु 22 निकाल्यो x को भ्यालु, 3 इन्टु 22 प्लस 30, यो भनेको 44 प्लस 66 प्लस 30, यो सबै प्लस गर्यो भने यसको एन्सर 140 हुन्छ। क्वेशन नम्बर 9 मा मानव भलिबल खेल्नेको समूह भनेको ए, फुटबल खेल्नेको समूह भनेको बी मानौ।
एउटा सर्वेक्षणमा सहभागी 300 खेलाडी मध्ये यो 300 भनेको यानी हो, यानी हो भनेको 300 खेलाडी मध्ये 1/3 खेलाडी भलिबल मात्र भनेको छ। भलिबल मात्र भनेको एन नट ए भनेको 1/3 300 खेलाडी मध्ये 1/3 भनेको यो 300 को 1/3 भनेको 1/3 भनेको 1/3 हुन्छ। 1/3 भनेको 1/3। अब यसलाई सल्भ गर्यो भने यो भनेको 100 हुन्छ। त्यसमध्ये बाँकी रहेका खेलाडीको 60% फुटबल मात्र भनेको एन नट बी हो, मात्र एन नट बी हो। बाँकी रहेका 300 थिए, 100 जनाले भलिबल मात्र खेल्छन्। अब बाँकी भनेको 200 बाँकी को 60% भनेको फुटबल मात्र भनेको एन नट बी। 200 को भनेको इन्टु हो, 60% भनेको 60/100। दुईटा जिरो क्यान्सल गर्यो भने यो भनेको 120 हुन्छ। तर 60 जना खेलाडीले दुवै खेल खेल्दैनन् भनेको यान ए युनियन बी को कम्प्लिमेन्ट भनेको 60 जना खेल्दैनन् भने भेन चित्रको माध्यमबाट भलिबल खेल्ने र फुटबल खेल्ने खेलाडीको अनुपात पत्ता लगाउनुहोस् भनेको छ। अब यसमा इन्टरसेक्सन पार्ट दिएको छैन, त्यही भएर ए इन्टरसेक्सन बी भनेको एक्स मान्ने। अब यसलाई भेन चित्रमा प्रस्तुत गर्ने। माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्दा अब यसमा मात्रा भनेको छ भने जस्ताको त्यस्तै राख्ने, यो 100 भयो। अनि एन नट बी भनेको 120, अनि इन्टरसेक्सन भनेको हामीले एक्स मानौँ, अनि यो भनेको 60, कम्प्लिमेन्ट भनेको 60। अब भेन चित्रबाट यो भनेको 100 प्लस यो भनेको एक्स प्लस यो भनेको 120 प्लस यो भनेको 60 गर्दा जम्मा मानिसको संख्या भनेको 300 छ, त्यही भएर 300। अब यसमा यो 100 100 अनि 60 प्लस गर्यो भने यो एक्स जस्ताको त्यस्तै हुने भयो, प्लस 120 प्लस 100 220 प्लस 60 भनेको 280 हुन्छ। और एक्स भनेको यताको प्लस यता गयो भने माइनस हुन्छ। यसरी एक्स को भ्यालु 20 आउँछ। अब यसमा भलिबल खेल्ने र फुटबल खेल्नेको अनुपात पत्ता लगाउन भनेको छ। भलिबल खेल्ने र फुटबल खेल्नेको अनुपात। अब यसमा भलिबल खेल्ने भनेको यो भयो, भलिबल भित्र भनेको 100 प्लस एक्स भयो, 100 प्लस एक्स अनुपात भन्यो अपन। अनि फुटबल खेल्ने भनेको यो भित्र एक्स पर्यो 120, एक्स प्लस 120 100 प्लस एक्स को भ्यालु हामीले 20 निकाल्यौं, त्यही भएर 20 अनि एक्स को भ्यालु 20 प्लस 100 प्लस 20 भनेको 120 भयो, 20 प्लस 120 भनेको 140 भयो। अब यो क्यान्सल भयो। अब 12 भनेको 2 छक्का 12 हुन्छ, अनि 14 भनेको 2 सते 14, 2 क्यान्सल हुन्छ। यसरी यसको अनुपात भनेको 6:7 यसको अनुपात हुन्छ।